मध्य प्रदेशमा यसपटक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। निर्वाचनका बेला सुरक्षा संवेदनशीलता अझ बढ्ने गरेको मध्य प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुँदा त्यहाँका नागरिकहरू पनि खुसी छन्। हरेक निर्वाचनमा तराईका धेरै जिल्लामा तनाव हुने गरेको थियो। त्यसैले यसपटकको निर्वाचन शुरू हुनु अघिसम्म सर्लाही कबिलासीका नरेश कुमार यादवलाई निर्वाचन हुनु अघि तनावपूर्ण स्थिति होला भन्ने डर लागेको थियो। शान्ति सुरक्षा एकदमै सर की बार राम्रोसँग भएको छ। खासै सर्लाही जिल्लाको कुनै ठाउँको यस्तो झडपको गतिविधि मैले पाएको छैन। भारतसँग खुल्ला सीमा जोडिएका मध्य प्रदेशका 8 जिल्लाका 4 ठाउँमा प्रहरीले बल प्रयोग गर्नु परे पनि बाँकी ठाउँमा सोचे भन्दा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो। मध्य प्रदेश प्रहरी कार्यालय जनकपुर धामका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिमल सिन्हा, हाम्रो सुरक्षाको मूल्याङ्कनमा उत्कृष्ट भयो अहिलेसम्मको गुणहर प्रदेशको सबै चुनाव हेरिकन। हरेक जसो निर्वाचनमा तराईमा विभिन्न समूहले विस्फोट गराउने, ठाउँ ठाउँमा झडप हुने, मतपत्र र मतपेटिका खोसिने जस्ता घटना हुने गरेका थिए। तर यसपटक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न हुनुले सुरक्षाकर्मीलाई सन्तोष मिलिएको छ भने आम नागरिकलाई पनि राहत महसुस भएको छ। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सबैको सहयोगले मतदान शान्तपूर्ण रूपमा सम्पन्न भएको बताउनुहुन्छ। के सबल पक्षहरू छन्, हामीसँग चुनौती के छन्, हामीसँग अवसर के छन् भनेर हामीले राम्रोसँग एनालाइसिस गरेर केन्द्रीय एकीकृत सुरक्षा योजनाको आधारमा जिल्लाको सुरक्षा योजना राम्रोसँग बनाएको 29,10,023 जना मतदाता रहेको मध्य प्रदेशमा 60% भन्दा बढी मतदान भएको छ। मध्य प्रदेशका जिल्लाहरूमा मतगणना चलिरहेको छ। मतगणनाका क्रममा पनि कुनै विवाद नहुने र शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा मधेसका नागरिकको रहेको छ। जनार्जन खत्री, CIN रेडियो एकता, सर्लाही।